हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल पूजा क्रिएसनमा। सबैजनाले मेरो भोइस रेकर्डिङ गरेरै गर्नु होला, सजिलो हुन्छ भनेर भन्नुभयो भिडियो हेर्नको लागि हैन। त्यही कारणले गर्दा मैले यो आज चाहिँ भोइस रेकर्डिङ गरेरै भिडियो बनाउने प्रयास गरेकी छु। आज हामी चाहिँ बल पोटेको बल र मोटीमा पोटेको बल कसरी भर्ने भन्ने बारेमा सिकाउँदै छौं। यो मोटीमा बल भर्ने जसको लागि हामीलाई चाहिने सामग्री भनेको मोटी चाहियो, 14 mm को मोटी चाहियो, गोल्डन कलरको बीड्स पोटे चाहियो। पोटे चाहिँ तपाईको 12 mm को भयो। यो चाहिँ यो सियो र धागो चाहियो हामीलाई, जुन एकदमै बलियो धागो चाहिन्छ। बलियो धागो र सियो चाहियो। यसमा चाहिँ हामी अब टीमा हामी अहिले पोटे भर्दै छौं, हेर्नु होला है। र त्यसैगरी अहिले यो हाम्रो च्यानल हेर्दै हुनुहुन्छ भनेदेखि प्लिज लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला है त। धेरै धेरै धन्यवाद। 14 mm को बल भयो। यसलाई बल बनाउनको लागि फर्स्ट सुरुमा यो औंलामा हामीले पहिला यहाँनिर यसरी अलिकति राउन्ड गरेर यसमा चाहिँ यो पाललाई पहिला यहाँ छिराउनु पर्यो। यसरी छिराइसकेपछि तानिसकेपछि अनि यहाँनिर यो पाललाई चाहिँ यो दुईटा औंलाले, यो औंलाले भए पनि हुन्छ, यो औंलाले मेन यो औंलाले यसरी तान्नु पर्यो। तानेर छोपिदिनु पर्यो। यसरी छोप्नु पर्यो किनभनेदेखि अहिले यहाँ बीड्स भर्छौं हामी। यो पोटे भर्छौं। पोटे गर्दाखेरि चाहिँ छोप्नुपर्छ। फर्स्ट सुरुमा हामी चाहिँ कतिवटा लिन्छौं भन्दाखेरि 11 देखि 12 वटासम्म। मैले यो 12 वटा पोटे ल्याएको छु। 12 वटा पोटे ल्याएको छु। पहिला यहाँ यसरी राख्नु पर्यो। राख्दाखेरि यसरी हेर्नुपर्छ। र ठिक्क छ, हेर्नु ठिक हुन जान्छ। यो कमसे कम ठिक हुन जान्छ यसरी। अनि यहाँबाट यसको अपोजिट, यानी कि अपोजिट भन्ने कुरा पहिले बुझ्नुपर्छ। यो टाउको भयो, यता पुच्छर भयो। पुच्छर यो जहाँबाट यो के भन्छ, यो टाउको यतापट्टि यो धागो छिरेकोतिर भयो भनेदेखि यो पछाडिबाट माथितिर तान्ने, जुन यो धागो निस्केछ त्यसको तलपट्टि धागो निस्केको तलतिरबाट तान्ने। पाल छोपेर पाल ठ्याक्कै छोप्नुपर्छ। पालभित्र चाहिँ यो पोटे छिर्नु हुँदैन। छुने फेरि छोप्ने, पाल छोप्ने, फेरि पाल छोप्ने, फेरि 12 वटा लिए मैले 12 वटा लिएर तल पठाउने। यसरी तल पठाएर यो छोपेकोबाट धागो निस्केकोबाट तलपट्टिबाट यसरी छिराउने। यसरी तान्ने। यसरी जति पनि पुग्दैन, 12-13 वटा बनाउने लाइनै। अब यो सबै 12 वटा बीड्सबाट बनाएको हैन। यसरी बनाइयो। त्यसपछिबाट अब यहाँ यसरी 10 हेर्नुस् त, 10 बीड्स राखेर यसरी तानेर फेरि यहाँ यताबाट निस्केको छ भने यतैतिर धक्कालेर राख्दिने। यसरी बीचमा राख्ने, यसरी बीचमा तान्ने, यसरी राख्ने। अब बीड्स अलि यसो पाल हेरी गर्नुपर्ने हुन्छ हामीले। हेर्नुहोस् त, अब फेरि 10 है। अब फेरि यहाँबाट यस्तो गरेर यतैतिर राख्नुभएको हुन्छ।
छिर्छ फेरि छिराइकन यसरी छिराउने फेरि यहाँ अब यहाँ पनि 10 फेरि यसरी तान्ने अब यहाँ 10 कम गर्दै जाने है कम गर्दै जाने अब 10 भएपछि अब चाहिँ तपाईँको पहिला 12बाट गऱ्यौँ अब 10 अब यहाँ सानो हुँदैछ यहाँ चाहिँ अब 8 राख्दा ल्याएको छु है यसमा 9वटा बिट्स लिए यसरी 9वटा लिए होइन ल यस्तो हुनेछ अब 9वटाबाट झन् अलि कम गर्दै जाने हो अलिक कम गर्दै जाने हो 9 पछि अब यहाँ हुचुक्क उठ्नु भएन अलिकति उठे जस्तो छ तर यो उठ्नु चाहिँ भएन टक्क हुनुपर्छ हेर्नुहोस् त अब मैले 8वटा लिएँ है यो 8वटा लिएँ फेरि यो यतातिर राखेँ 8वटा बेसी होला जस्तो छ हुँदैन रहेछ है ल यहाँभित्र मैले यहाँ छिर्यो यसरी छिर्यो भने ऊ हुन्छ यसरी निकाल्नुपर्छ छिर्यो भने यसरी निकाल्नुपर्छ यहाँ यो 8वटामा भयो अब 8वटा नराख्ने अब 6वटा या 5वटा उठ्यो त्यो यहाँनिर पहिला जस्तै गर्नु पर्यो यस्तै गरे पनि हुन्छ होइन अब बाँकी छ अब धेरै कुरा लिएँ त मैले 5वटा लिएँ तल पठाएँ यहाँ छिर्यो जस्तो छ छिराउनु भएन ल यसो गर्दाखेरि पल नदेख्ने तरिका हुनुपर्छ यसो हेर्नु यहाँ फेरि बाँकी छ 5वटा लिएँ है 5वटा लिएँ अब यहाँ चाहिँ अब चाहिँ यसरी राख्नुपर्छ 5वटा लिएँ मैले त्यसरी यहाँबाट छिराइदिएँ ल भयो नि हेर्नुहोस् त बल भयो होइन एउटा पनि पाल नदेखेपछि भयो भइसकेपछि बललाई अब के गर्ने भन्दाखेरि यो बललाई यहाँबाट यसरी यहाँ लगेर यस्तो हुन्छ है यस्तो भइरहेको हुन्छ दुईतिर धागो हुन्छ र यसलाई चाहिँ यसरी भित्र लगेर यसलाई यहाँनिर यसरी गाँठो बनाउनुपर्छ यसरी गाँठो बनाउने 2-3 फेर गाँठो बनाउने यो भएन अब यहाँनिर काट्ने यसरी चुट्टा काट्ने हेर्नुहोस् त अब यहाँ यो लाइटरलाई यहाँनिर यसरी लगाउने लाइट नहोस् यस्तो हुनुपर्छ